हाम्रो खन्ने स्टाइल चाहिँ यही है हेर्नु गरेर ड्याङ ड्याङ हान्ने हो ड्याङ ड्याङ यसरी ड्याङ ड्याङ यसरी हेर्नु यहाँ आलु कति छ यसरी हाम्रो कुटु कोदालो छैन मामालाई पनि तर मामा आइपुग्यो मामा मामा आइसक्नु भयो आइपुग्यो आइपुग्नु लगिदिन्छ अलिकति आलु हातै दुखौ हातै दुख हात दुखो यो हड्डी के दुखो लड्छ है लड्छ बिस्तारै हामी चाहिँ आज यहाँ चाल्ना खेलतिर बाँसबारीतिर आइरहेछौँ आज खेतबारीतिर आलु खन्ने कार्यक्रमतिर यसो हिँड्दैछौँ यो माथिको हो दाइ आलु ए तलको यहाँबाट आउनु हामी चाहिँ यहाँ आलु खन्न आइरहेको छ है गाइजहरू मेरो दाइले चाहिँ आलु खनिरहनु भएको छ भर्खर भर्खर सुरु छ रातो आलु रहेछ है राम्रो नि नजानुहोस् तपाईँ पनि अब आलु खन्नु रेडी हुँदै हुनुहुन्छ उहाँ भ्लगर म त कहाँ हो त नि हुन्छ नि अर्को कोदालो छैन म चाहिँ एकछिन यहाँ बस्नु पर्यो वाह 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 वेदर चाहिँ एकदम राम्रो छ आलु हेर्नु हाम्रो आलु कति धेरै छ गाछहरू हेर्नुहोस् आलु टिप्दै हुनुहुन्छ उहाँले बोरा टिप्नु भएको छ बिस्कुट बोराबाट के निकाल्नु लाग्नु भएको हेर्नुहोस् गर्नुभयो उहाँ हावा सरो सरो आलु चाहिँ बहुत फल्यो कि क्या हो आलु ताने अलिक गहिरो गहिरो खानु न आलु चाहिँ धेरै नै फलेछ है यतिको फलेको होइन दाइ आलु आम्मामा कति धेरै नि ल
पक्कै पाएको छ त है आलु त कति केजी फल होला है बेचौँ न बेचौँ आलु आयो भने गाउँ डुलाउनु पर्यो आलु है आलु आलु आयो आलु आयो भने हे अरे आलु आयो आलु खानुहोस् भन्दा होइन कत्रो कत्रो आलु खायो आलु त दरो ठुल्ठुलो फलेछ हरियो कोकाउँछ नि यो चाहिँ मिठो छ क्या यसलाई नि आलु हेर्नुहोस् आलु आलु फलेको छ हेर्नु है आलु यता हेर्नु आलु 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 यता यता हेर देखिरहेछ हाई गरिदिनु आलु खन्न आएको हाई गरेर सानो आलु ठुलो आलु यो लगेर चाहिँ भित्र उमा गर्नुपर्छ बिग्रिँदैन नि भुइँमा फाल्नुपर्छ फाल्नुपर्छ कि त्यही हजुर बिग्रिँदैन भुइँमा छरेर गरेर राख्नुपर्छ घरभित्र होइन फेरि हावा नछिने ठाउँमा बन्द कोठामा के बिग्रिँदैन नि पक्कै पक्कै आलु छ एकदम ओ माय गॉड यो राम्रो क्या है ये आज हेर्दै ए आमामा इ आलु हेर्नु ए आलु इ आमामा ए आलु अबे 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 आलु हेर त आलु आलु खाने हो आलु ए अबे मुनि मुनि चाहिँ नजाँदो रहेछ है माथि माथि नै अबे कितना है आलू ये आलू तो बहुत है बहुत है ए कति धेरै आलु हो कति धेरै आलु मैले हातैले त्यो निकालिदिइसकेँ कति धेरै आलु टिपेर हाल्नुहोस् बुरुङ 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 हो त्यसरी निक्लिन्छ आलु किन्ने भ्याउनुहोस् है यतातिर सस्तो सस्तोमा छ है ल सस्तोमा लैला त्यसरी आलु धेरै माटो पनि नटासिने खालको राम्रो एकदम राम्रो आम्मामा कति धेरै आलु म त घरि देख्दै हेर्नु टक्का टुकु टुप्पु हुँदै त्यहाँ भन्छ यहाँ के हो यो बुढो छैन त आलु त हो नि यो चाहिँ हो क्या
त्यसै खोताल्दै जानु हामी हेर्दै आउँछौँ अब हामी यहाँ खनिन्छ कति छ त अहिलेको बहुत रहेछ बस्नु पर्यो आरामले आलु अब के गरेर राख्नु त्यसलाई यता चाहिँ यताले हानेको जस्तो छ मलाई ल तपाईँले हानेको हो मलाई यहाँ आलु खनिरहेको हाम्रो खन्ने स्टाइल चाहिँ यही है हेर्नु गरेर ड्याङ ड्याङ हान्ने हो ड्याङ ड्याङ यसरी ड्याङ ड्याङ हेर्नु यहाँ आलु कति छ यसरी हाम्रो कुटु कोदालो छैन मामालाई पनि तर मामा आइपुग्यो मामा मामा आइसक्नु आइसक्यो आइपुग्यो आइपुग्नु लगिदिन्छ अलिकति आलु हातै दुखौ हातै दुख हात दुखो यो हड्डी के दुखो कस्तो दुखो अनि आलु ड्याङ ड्याङ हानेर हुन्छ त यसरी हुन्छ मैले दुखिरहेछ तपाईँ हाँस्नु ज्याकेट खोल्नु पर्दैन ज्याकेट फोर बनाएर आलु बारीमा सुतिन्छ अब ज्याकेट खोल न मामालाई के भनेको तिमीले मामालाई पनि लगिदिनु अलिकति दुई आलु त कत्रो कत्रो गम्मी यस्तो आलु आइया आलु आलु आइया नाउँ के भयो यस्तो खेती किसानको नाउँ यस्तो भयो हातै दुख यो पनि छालो यो पनि छालो आलु आलु उठ्ने मलाई राख्ने होइन म जान्न माथि त कति टाढा छ माथि छ अघि लिएर आउनुपर्छ नि त गयो यहाँ मैले तान्नु फेरि अहिले त्यहाँ मोबाइलमा के भयो मोबाइल के बोला के गरे जस्तो यो उठाउनु न छिटो नसक्नु हुँदो रहेछ है नउठ्ने अनि फुल पनि फुलेछ है फुल फुलेछ बिहानमा टिपेर दिनु पऱ्यो अब मेरो दाइलाई ल्याऊ फुल लातलाई पनि तिम्रो कानमा लगाइदिनु फुल ल कति राम्रो देख्यो के हेर न तपाईँलाई पनि दिनु पऱ्यो यो फुल चाहिँ उहाँ हुनुहुन्छ वरिष्ठ कलाकार उहाँले खेल्नुभएको फिल्म हेर्नु भएको छ त उहाँले एउटा फिल्म हेर्नु भएको छ वरिष्ठ पो त तपाईँ त होइन कलाकार आलु त 4 ढोक्रो जति आउँदैछ चाहिँ गाइज अब हामी चाहिँ जाँदैछौँ बखुला खुला खुला टिप्न गाइज अब हामी चाहिँ जाँदैछौँ खुला 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 बकुला टिप्न होइन बुढो खै त आई डोन्ट नो
जाऊ न जता बकुला छ त्यतै टिपिदेऊ हुन्न अब कस्तो बाटो के बोक्नु भएको त्यस्तो दामी रहेछ है फुलहरू कति फुलेको अब फुलहरू फुलिरहेछन् भमरा भुलिरहेछन् उयो हो बकुला यता ऊ त होइन यिनीहरू होइन कति धेरै हौ यता खेतीपाती यहाँ मलाई बोक्नु के गरे हेर्नुहोस् यो खेती हो हाम्रो यहाँदेखि यहाँ माथिसम्म हो हाम्रो आन्टीले टिप्दै हुनुहुन्छ अब हामी टिप्नु जाँदैछौँ झिप्पा झिप्पा फल्यो है तर अलिक छिप्पो टिप्नु है छिप्पो म्याउ 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 गाइस हेर्नुहोस् हामी टिप्न आइरहेछौँ कुला भनेको हाम्रो भाषामा बकुलालाई भन्छ साह्रै मिठो हुन्छ लिनुहोस् हाम्रो छोरा फेरि एकदम राम्रोवाला छ हजुर अनि म खेतीपाती गर्न आएँ अर्को खै यो ज्याकेटमा चोरेर पोको पारेर हिँडिरहेछ गोजी भन्छ अझ देखाउ त खै अब हामी फेरि आलु खन्न हिँड्दैछौँ आलु टिप्न जाँदैछौँ कतिवटा छन् गाई आमा ए हजुर ल खेतीपाती हुँदो रहेछ है कहाँ नि घर हाम्रो त मैका काठमाडौँ हजुर रमाइलो छ आमा एकदम रमाइलो यता आलु खन्न आएको हजुर लाज पो लाग्यो मलाई गोजीबाट झरेको झरेछ बकुला झरो गोजीबाट झरो उता गोजीमा हजुर बारी सारी सबै कति धेरै म त एकछिन त ढले यो बेच्नु हुने कि बेच्नु हुने हो ए हजुर आमामा आलु त बारीभरि आलु नै आलु छ त
गए त्यही त सानो ठुलो छुट्याउने भनेर अगाडि राखियो अहिले त छुटेन पानी पर्ला भनेर फेरि हतार भयो सकिन लाग्यो उठाउनलाई नै सकिन लाग्यो अब कस्तो लागिरहेछ त तपाईँलाई आलु आलुको बोरै बोरा भयो राम्रो हुँ? कति राम्रो सेतो सेतो किसानको हात हेर्नु यहाँ किसानको हात कसको हात किसानको हात हेर्नु यहाँ हेर्नु न हात त्यस्तो छ देख्नु हात हेर्नु त देख्नु यहाँ हेर्नु यहाँ हातमा हेर्नु ल हेर